जनताको कामना गर्दै रु 505 सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। श्री लक्ष्मीनारायण भगवानले उहाँ र उहाँको सम्पूर्ण परिवारमा कल्याण गरून्। धन्यवाद। लाइन बस्नको हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ अगेन टु माई नेक्स्ट ब्लग है। आज चाहिँ बिहान सुबेरै भइसकेको छ र हाम्रो गाडी यहाँ छ भने नौबतन चाहिँ पुरा काम लागिरहेको अवस्था छ भने र आज हामी चाहिँ लङ टुर त होइन, अब पर मत्स्यनारायण मन्दिरसम्म जाँदैछौँ होइन। हामी सपरिवार जाँदैछौँ, परिवारहरू आउँदै हुनुहुन्छ भने म चाहिँ गाडी पुसपास गर्नु पऱ्यो भनेर लाग्दैछु। र अनि अर्को भनेको गाडी एकदमै ठिक छ, भ्यालु फर मनी छ होइन। अब चाहिँ हामी अलिकति टाढा जाँदैछौँ होइन। अहिले चाहिँ पहिलासम्म त हामी वरिपरि नै घुमिरहेको थियौँ, अब के छ त अब हेरौँ न भन्ने कुरो मात्र हो अहिले चाहिँ हाम्रो होइन। भित्र म्याट्रेस सिटहरू कभर चेन्ज गरिदिइरहेको अवस्था छ। अनि अर्को भनेको अब स्टार्ट गर्नेर ओर्नेर चाहिँ एकदम सहिलो छ है गाडी चाहिँ। तर म बाहिर पुस्दिनँ होला सायद, पुस्यो भने त हुन्थ्यो, बनेपातिरको धुलोले भेट्दैन थियो है। अनि त्यस्तो चाहिँ अलिकति उयोहरू चाहिँ सिटहरू मिलेन भने चाहिँ अलिकति फोहोर हुनसक्छ। 1996 किलोमिटर गुडिसकेको छ होइन गाडी भने। अनि मेरो ब्याक क्यामेरामा चाहिँ अलिकति इस्युज आइरहेको छ, अब सर्भिसिङमा जाँदाखेरि बनाउनु पर्ला भनेर होइन। अनि त्यसो चाहिँ भनेको अर्को भनेको अब 80% चार्ज छ। हामी 80%मा चाहिँ लगभग यहाँ 120 किलोमिटर छ होइन। अब हेरौँ कति बेर लाग्छ, कति बेरमा आइपुग्छौँ भनेर, अनि कति पर्सेन्ट लाग्छ भनेर यो चाहिँ फुल्ली टेस्ट भिडियो हुनेछ है त। मेरो छोरी र श्रीमतीज्यू नै आइसक्नुभयो त। म गाडी घुमाएर आउँछु ल छोरो, घुमाएर आऊ, त्यहाँ घुमाएर आइसो अनि बस न ल। म चाहिँ अब यहाँ गाडी घुमाउनु जाँदैछु र यो बाटो मेरो अलिकति अफरोडिङ टाइपकै बाटो छ यहाँ चाहिँ, र पनि हामी इजी नै फिल गरेर जान सक्छौँ होइन। अनि यसको चाहिँ विलबेस गाडी हेर्दा सानो भए तापनि जसभित्रबाट चाहिँ सानो गाडी जस्तो देखिँदैन। जो सेन्टर चढेर अल्टो चढेर यो गाडी चलाउनु भयो किन खोज्दैन हुन्छ भने चाहिँ एकदमै बेस्ट नै हुनेछ होइन। अब यसको फुल मूल्य फुल कति पर्छ भने अहिले चाहिँ 24-25 लाख पर्न सक्ला, अथवा त्योभन्दा पनि घट्न सक्छ भने यसको ठ्याक्कै यति वर्ष नै एक्ज्याक्ट भन्ने थाहा छैन कि। अनि कति अब 23 लाखमा नि पाउन सक्नुहुन्छ तपाईँहरूले। सुरुमा हो भने मैले चाहिँ 23 लाखमा किनेको थिएँ होइन। यो चाहिँ प्रो मोडल मलाई चाहिँ 26 लाख भन्नुभएको थियो उहाँहरूले, 23 लाखमा मैले किनेको थिएँ। र 9,20,000 उ गरेर 4.65 र फ्लोटिङ इन्ट्रेस्ट लगाएर 5.34सम्म इन्ट्रेस्ट लगाएर मेरो चाहिँ मन्थली किस्ता इएमआई चाहिँ 19,000 तिर्नुपर्ने गरी बनाएको छु मैले चाहिँ। 19,000 तिरेको हुन्छ र हिजोबाट एप्रुभ भइसक्यो ब्याङ्किङ सबै। अब लोन सुरु भयो है केटा। यही नै हो जिन्दगानी। तेल हाले पैसाले महिनाको 19,000को तेलले पैसा पुग्दैन भने 30-40 हजारको तेल हालिन्थ्यो होइन। त्यो तेलको चाहिँ कट आउट भयो नि त। अनि त्यसपछि 30-40 हजार पनि जोगाएर चलाउनु पर्थ्यो कि। अब जति त्यो नचलाइकन बस्नु पर्थ्यो क्या त्यो गाडी चाहिँ। अब त्यसबाट चाहिँ त्यो गर्नै भएन, चलायो हिँड्यो, चट्ट चार्ज गऱ्यो होइन। चट्ट लाएर 79% चार्ज भएको छ है। हिजो नै घटिसकेछ र क्यारे सायद दापचाडा होला। अब 79%बाट हामीले यात्रा सुरु गर्छौँ। यात्राको क्रममा छौँ। श्रीमती कता बस्छ? पछाडि। र मेरो त्यो बिलबुक लाइसेन्स भएको ब्याग कहाँ छ त? डिक्कीमा छ कि हेर त, छ कि छैन ल। अब बाँकी हामी जाँदै फ्यामिलीहरू मिलेर बनाउनेछौँ है त। ल हामी चाहिँ आइसकेका छौँ। बुवा पनि आउनुभयो, मम्मी, अञ्जली र अझ एकजना त्यहाँ अटिन्छ भन्ने कुरो छ हाम्रो चाहिँ। अब हाम्रो यात्रा सुरु हुँदैछ र ट्रिप पनि 0-0 बनाऊ है। अब 133 किलोमिटर गुडेको ट्रिप रहेछ, यसलाई चाहिँ हामी 0-0 बनाउँछौँ। 0-0 भयो। अब लेट्स सी। अब हामी जाँदै यसो ठाउँ ठाउँको भिडियो खिच्दै अघि बढ्नेछौँ। जय श्रीमन्नारायण है त। पहिलो टुर छ है हाम्रो चाहिँ यो फ्यामिली यात्रा अघि बढ्दैछ। यहाँ डाटा कनेक्ट गरेर लोकेसन सेयर गर्न लागेको
लर्निङ रिजल्ट भनेर आइरहेछ क्या अलि मिलेन छ क्या आचे हो नि त एक पर्सेन्ट चार्ज भयो 79%मा छौँ हामी चाहिँ अहिले फेरि पूर्ण 79मै सुरु गरेका थियौँ भने फेरि 79मै सुरु भयो होइन 4 किलोमिटर गुडिसकेका छौँ 2000 किलोमिटर गुड्यो भन्न र हामी 9 क्रस गऱ्यौँ है अहिले चाहिँ अब यहाँ अलिअलि बुवालाई ठाउँ ठाउँमा खिच्न लगाएर गर्नु पर्ला कि अब हामी अब यहाँ दुइटै मन्दिर भ्याउँछौँ त आज भ्यायौँ भने जान्छौँ टाउकोमा राख्ने आउँदै थियो मेरो खै उसले ल्याइदिँदैन पनौती आइपुगिसकेका छौँ होइन अब त्यसपछि हाम्रो 75% चार्ज छ भने हामी चाहिँ 10 किलोमिटर 10.3 किलोमिटर पुग्यौँ है सबै जान्छ यहाँ मेडिकलमा औषधि किन्दै हामी चाहिँ मम्मीलाई र अञ्जलीलाई यहाँ एकदम युजफुल छ यो हाम्रो चाहिँ यहाँ त हाम्रो बाटो कन्ट्री छ होइन हामी चाहिँ अब सबै बाटोहरू देखाइरहेका छन् होइन अब 39 किलोमिटर छ भन्छ है यसले चाहिँ अब बनेपा पनौती रोड लाग्नुपर्छ 2007 अनि चाहिँ हामी फुल बजार आइपुगेका छौँ फुल बजारको यहाँ माथि बाटो एकदम धोको नै रहेछ होइन तर पनि नो प्रब्लम अनि त्यसपछि बनेपातर्फ लाग्दैछौँ हामी चाहिँ ओहो स्पिड ब्रेकरै कडा छ यहाँ चाहिँ छुन सक्छ कि एक्सिलेटर नदिउँ फोन आयो फेरि कसको मेरोमा हजुर गुड मर्निङ हजुर भन्नु न म त यता बनेपामा जाँदैछु नि हजुर हजुर के ल्याउनु भन्नुभयो फेरि तपाईँले झारमारा ल्याउनु पर्दैन अब हिजो चाहिने भन्नुहुन्थ्यो नि त हिजो अस्ति अहिले चाहिँ हामी भैँसीपाटी आइसकेका छौँ यहाँ फास्ट चार्जिङहरू पनि छ भने अनि हामी चाहिँ जान्न त घर आउनु हो त्यहाँ अहिले चाहिँ हामी 25 किलोमिटर गुड्यौँ र 66% चार्जमा छ है अन्त यो काठमाडौँ सप्तपुर म मिस्टेक भएछ होइन 68% छ अहिले चाहिँ 67% भयो अहिले हामी छौँ हामी अब जाने भाइ हिँड्न त अरू होला हो मन्दिर पुगेर आउने कति बेला यतै छ नि यसो मलाई नि देखाउँदै त्यो त भन्नै पर्दैन नि बाटो चाहिँ एकदम ओरिजिनल भनेको छ क्या नाइस पारेको अब हामी चाहिँ यहाँ अब स्पिड लिमिटमा आइपुगिसकेका छौँ अब अर्को वर्षदेखि यता पनि स्पिड लिमिटै लाग्छ होला सायद
निर्माण गर्ने खाल्डो खन्ने राख्ने हाइवेमा पानी चाहिँ फेरि वहाँसम्म ढिला हो तर पानी परेर चाहिँ धुलो उड्न पाएको छैन बन्द माथि हाम्रो चाहिँ 15% खबर भयो भने चाहिँ 35 किलोमिटर गइसकेको छ अहिले चाहिँ रोलरले गर्दाखेरि बाटो जानुपर्छ फ्लाइओभरमा हामी फेरि पनि आइसक्यौँ र यसै गरी हामीसँग 63% चार्ज छ भने हामी चाहिँ 40 किलोमिटर तय गऱ्यौँ लगभग 17%मा ओभरअल रेन्ज राम्रै दिइरहेको अवस्था छ भने हामी चाहिँ फर्किँदा पनि 80%ले फर्किन्छौँ कि जस्तो लाग्छ अब हेलमेट चाहिँ कति चाहिँ गुड्छ भन्ने कुरो है लङ टुर भनेको यही नै भिडियो हुन्छ होला मेरो चाहिँ अब ओह्रालो हाम्रो टाइमबाट सक्यो है त पूजाको अफिस In 300 meters, turn left. चाहिँ डेस्टिनेसन प्लेसमा आइसकेका छौँ यो हाम्रो म्यापले गर्दा नि एकदमै राम्रो दिइरहेको छ हामीलाई यता जानु भनेर र लगभग हामी चाहिँ 51 किलोमिटर गुड्यौँ अहिलेसम्म भने 56% चार्ज छ हाम्रो चाहिँ गाडीमा भने लगभग 24% होइन 23% कति नर्मली त्यस्तै 34% भनौँ होइन 24 त्यस्तै पर्सेन्ट हाम्रो खपत भयो होइन त्यो हिसाब गरौँला केही छैन अब यहाँतिर चाहिँ अब चिसो हावा आउने रमाइलो रहेछ जस काठमाडौँको भित्री ठाउँ कृतिपुर हो कि के हो यो मत्स्यनारायण भन्छन् मत्स्यनारायण कृतिपुरभन्दा अलि माथि साइड पर्छ होला मत्स्यनारायण दर्शन गरेर हामी मुड चल्यो भने नरसिंह धाम पनि जानु पर्छ होइन मुड चाहिँ चल्नु पऱ्यो होइन भयो हामी चाहिँ गाडी त्यहाँ पार्क गरेर हिँड्दै आउँदैछौँ र यहाँ फेरि अलमल भइहाल्छ छोरीले चाहिँ मम्मीलाई छोरी बोकायो चाहिँ अलमल ठ्याक्कै हुन्छ बाबाले किनिदिनु भएन आमासँग बोक्छु भनेर गएको मान्छे अनि बाबासँग त्यसै नआएको त ल खरबुजा खाएको हौ खै देखाउँछ ओहो भजनी आएर छ मन्दिर कहाँ हो त खै मन्दिर त कहाँ हो रहेछ नि घर आमाको पसल छोरीको रे है यहाँ चाहिँ चाहिँ मत्स्यनारायण मन्दिर आइपुगिसकेको छ बाह्र भगवान्को नरसिंह भगवान्को मत्स्य अवतार भएको ठाउँ मत्स्यनारायण मन्दिर वनवासको उपलब्धिमा चाहिँ विशेष गरी विष्णु भगवान्को चाहिँ पूजाआजा हुन्छ कतिपयले वनवासलाई चाहिँ नि अलिकति नराम्रो लिन्छन् भने कतिपय विष्णु भगवान्को भक्तजनहरूले चाहिँ भगवान् विष्णुको चाहिँ पूजाआजा गर्न मिल्छ भनेर पूजाआजा गरिन्छ है त्यसै गरी अब मेरो अन्जली कता छिन्
खै यहीँबाट दर्शन गर्नुहुन्थ्यो नि होइन हाम्रो अञ्जली चाहिँ कहाँ हो फोन गरौँ त अञ्जली छोरी हिँड्दै त हुन्थ्यो त्यहाँनिर जानुपर्छ छोरी नानी बसेर बसेको थियो नि क्या हो यस पवित्र तीर्थस्थलमा पाल्नुहुने श्रद्धालु भक्तजनहरूमा मेला व्यवस्थापन समिति हार्दिक स्वागत गर्दछौँ। श्रद्धालु भक्तजनहरू पोखरीमा जथाभावी फुल चित्ता नफालिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। तपाईँहरूले फाल्नुभएको फुल असिता सिक्काले माछा दिन प्रतिदिन मरिरहेको हुनाले पोखरीमा फुल चित्ता नफालिदिनु हुन मेला व्यवस्थापन समिति विनम्र अनुरोध गर्दछौँ। श्रद्धालु भक्तजनहरू लाइन बस्नको लागि भजन मण्डलको पछाडिको बाटो प्रयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। काभ्रे नवभूत एक निवासी श्री हरि आचार्यज्यूले आफ्नो सम्पूर्ण परिवारको सुख शान्ति समृद्धि र कार्य सफलताको कामना गर्दै रु 505 सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। श्री मच्छनारायण भगवानले उहाँ र उहाँको सम्पूर्ण परिवारमा कल्याण गरून्। धन्यवाद। श्रद्धालु भक्तजनहरू लाइन बस्नको लागि भजन मण्डलको पछाडिको बाटो प्रयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। श्रद्धालु भक्तजनहरू सरी घरको जात्रा बेकार होस् हामीले चाहिँ यहाँनिर होटेलमा खाजा खायौँ होइन। त्यहाँनिर चाहिँ एकदमै सुलभ राम्रो भरपर्दो मिठो खानेकुरा पाउँदो रहेछ। तपाईँहरू आउनुभयो भने चाहिँ यहीँ खानु होला है त। 250मा मजाले अगाउने रोटी सेट पुरी सुरी सबै दिनुहुँदो रहेछ। लेट्स सी हामीले जाँदैछौँ। कति राम्रो देखिया त। ओहो चसम पनि स्वाको 0 टोक्यो न। कति राम्रो यति राम्रो मान्छे त। हजुरबा कता अघि जाने हजुरबा सबै मिलेको। र हामी चाहिँ अहिले यहाँबाट फर्किसकेका छौँ र लगभग बनेपा 33 किलोमिटर छ। त्यहाँबाट 20 किलोमिटर 53 किलोमिटर पार गर्नुपर्ने हुन्छ। 53% चार्ज छ है हाम्रो गाडीमा चाहिँ।
चार्ज त गर्नु पर्दैन होला सायद अब उकालो अलि बेसी छ लेट्स सी यसरी म्यापले हामीलाई चाहिँ गाइड गरेर अवस्था छ हैन चालकलाई खोक्ला हो घाँटी खसखस चालकलाई कान्छो बाजे नै हो फेरि नाइस टु मिट यु रहेछ नि त बाटो त टी जस्तो छ अरे भनेको थियो यतै हो त यतै हो न त आइयो सुन्छ छ नि मा परेको त र त्यहाँबाट यहाँ आउन चाहिँ 2% चार्ज है पुग्यो है चाहिँ लगभग 60 किलोमिटर बढ्यो 30% मा 60 किलोमिटर बढ्यो है बनेपा छौँ 108 मिनट बनेपा जाँदैछौँ बनेपा 24 किलोमिटर छ भने त्यहाँबाट 18 किलोमिटर हामीले जानुपर्छ सायद चार्ज मजाले पुग्ने रहेछ 79%मा पनि काठमाडौँ पुगेर आउनुलाई होइन नाइस कोटेश्वरको जाममा हामी 62.63 किलोमिटर हुनौँ मिटरमा ब्रेक नाइस त नाइस त्यो त चाहिँ सबैजना सुत्या अवस्था बुवा पनि सरी मम्मी यो मान्छेहरू न के यसै लाएर बस्छ भन्नु थाल्दैछ बन्ने हो कि पनौती छाला कारखानामा अहिले ब्याट्री 30% मा छ 85 किलोमिटर गयौँ हामी लगभग 50 किलोमिटरको 50%मा 29% मा 85 किलोमिटर गयौँ होइन ओभरअल भन्नुपर्दाखेरि एसी चलाएर उकालो ओह्रालो होइन अब मेन अब उकालोको बाटो सुरु हुँदैछ हामी घर पुग्दा चाहिँ 20% 15% मा पुग्छौँ कि एउटा उकालोमा चाहिँ 5-6% चाहिँ त्यसलाई छुट्याउनै पर्छ क्या 2 किलोमिटरको उकालोलाई कस्तो लाग्यो त बुवा गाडी एकदम राम्रो छ ठिक छ धेरै खुसी लागेको छ त्यो कम्पनीलाई धन्यवाद दिन्छु कम्पनीलाई पनि धन्यवाद कालो भएछ पुस्नु भन्नु भएको छ गाडी पुरै अलिकति कच्ची अफरोडमा चाहिँ अलिकति छोला जस्तो हुने त्यस्तो डेन्जरै बाटोमा चाहिँ अहिले छोइदियो कि फेरि बनेपाटो जाँदाखेरि नचलाउने ठाउँ छ ब्याट्री जोग्यो भने भइगयो नि ल हामी यसै गरी लाग्छ थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो ताकि अब दर्शकहरू छ है त पठाउनु भन्थ्यो अरे भगवान् यो चार्जर फोटो खिचेर पठाइदिनु अरे उनीहरूले सफ्टवेयर अपडेट गरिदिन्छ भन्थ्यो कि 80 किलोवाटकोले चाहिँ लिएन अब नयाँ पेसेन्टहरूले काहीँ पनि लिएन लिएन भनेपछि यो भन्नु पऱ्यो त्यसले मात्र किन लियो त्यसले किन लिएको यो 80 को भए पनि निन्दाले थोरै हो नि त 40 को भए पनि निनीहरू थोरै हो 23 किलोवाट मात्र यो त चल्यो ल अब हामी चार्जर छौँ 8% चार्ज छ अब कति पर्सेन्ट लाग्छ त हेरौँ है त सात पर्सेन्ट भएको छ क्यारे 8मा आएको आउनु चाहिँ अब 55 मिनटमा चाहिँ फुल चार्ज हुन्छ 55 मिनट कति किलोवाट लेखाएको 22 हामीले चार्ज भयो है त 8% है त त्यहाँ चाहिँ 7% देखाउँछ 8% ल अहिले चाहिँ लगभग 34 मिनट भयो छ 87% भयो अब 9 मिनटमा फुल चार्ज हुन्छ भन्ने देखाउँछ है मेरो गाडी चाहिँ अहिले चाहिँ लगभग 88% चार्ज भइसकेको छ र फुल चार्ज नर्मल्ली हामीले 40 मिनटमा हामीले फुल चार्ज गर्न सक्छौँ गाडी चाहिँ फास्ट चार्जिङमा बट अब 80 किलोवाटले सपोर्ट गर्दैन किन हो यो सफ्टवेयर अपडेट गर्नु पर्ने कि
र आजको यात्रा चाहिँ एकदमै रमणीय र एकदमै सम्झन लायकको भयो है। अब त हामी एकचोटि मान्छेले नबुझी नभई गर्दैन नि त, अब बुझ्यो। त्यसो भए चाहिँ हामी रेस्ट गर्नुपर्ने हुन्छ, रेस्ट गर्नुपर्ने समय नै आउँछ। अब के डिफेक्ट आयो है, लेट्स चाहिँ अब लेट्स होप अहिले सबै राम्रै छ, सबै राम्रै होस् भन्ने चाहनाको साथ आजको भ्लग यहीँ अन्त्य गर्दै म चाहिँ यहाँबाट बिदा हुन्छु। हस्त नमस्ते है त। 33 एम्पियरमा चार्ज भइरहेको अवस्था 93% भयो। लगभग 37-38 मिनट भयो हामी जोडेको चाहिँ। अब यहाँबाट 100% गरेर जान्छ होला सायद आजमा चाहिँ। 94% भयो होइन, 100% चाहिँ रिजनेबल भएन। ट्याक्क भनेर पुस्नु भएर हिलो भयो। अब बुद्धेश्वर यात्राको ब्लग कस्तो हुन्छ, कस्तो लाग्यो हेरिदिनु होला है त। वेलकम ब्याक एगेन साथीहरू। र यो जुन BMW दिएको छ यो हाम्रो इन्स्टलमेन्ट होइन, यो चाहिँ हिजो भर्खर मैले चलाउन सिकेँ होइन। यसबाट चाहिँ हावा नाप्न, हावा हाल्न यहीँबाट मिल्दो रहेछ। जब कि यहाँ डिफेक्ट देखाउँछ नि, त्यसो यो हावा झिक्न र हाल्न बराबर बनाउन मिल्दो रहेछ। अनि अहिले चाहिँ हामीले सबै 4वटा टायरमा 30-30 को प्रेसरमा राख्दैछौँ होइन, 30 को प्रेसरमा। र अफरोडमा 20 को प्रेसरमा राख्नु भने जस्तो कुरो थियो। तर एकदमै लोएस्ट देखाइदियो कि 104-105 देखाइदियो। अनि खालि यहाँ इन्स्टलमेन्टमा चाहिँ यहाँ चाहिँ टायर मोनिटरिङ सिस्टम आइरहेको है। अनि अर्को भनेको यो गाडी के भयो भन्दाखेरि हिजो 102 भने चाहिँ 107 किलोमिटर गुडायौँ हामीले। 107 किलोमिटर गुडाउँदाखेरिको अनुभव गर्दाखेरि चाहिँ हामी बनेकै बस्नुपर्ने अवस्था आइदियो। किनभने अब चार्ज अलिकति पुग्दैन, भन्दा पनि डिफेक्ट आइदियो कि मोटरमा। अनि जसले गर्दाखेरि चाहिँ 30% को चार्ज एकैचोटि 10%मा गरिदियो कि। अनि यो गाडी पनि अहिलेसम्म फुल चार्ज गरेर रहेछ होइन। अनि हिजो चाहिँ मैले फुल चार्ज गरेँ मजाले बसेर 99%बाट 1% हुनुलाई चाहिँ 1 घन्टा लाग्यो कि एकचोटि। अब अर्कोचोटि त त्यसो नहोला कि भन्ने अपेक्षा साथ हामी अघि बढिरहेको अवस्था छ। र अब चाहिँ हामी घरतिर लाग्दैछौँ। लेट्स सी है त। अब यस्तै हो, ढोका लागेको छैन। खोइ तपाईँको सन्जी त्यही नै भयो अब बाँकी कुरो हो।